हेलो गाइज वेलकम ब्याक माइ न्यू भिडियो। आज हामी सिक्न गइरहेका छौँ हामीले आफ्नो ल्यापटपमा चाहिँ Node.js कसरी इन्स्टल गर्न सकिन्छ र त्यहाँबाट चाहिँ आउने हामीले फर्स्ट सर्भर चाहिँ कसरी क्रिएट गर्न सकिन्छ त्यो कुरा हामी आज सिक्न गइरहेका छौँ हैन। सो एकदमै मजेदार हुनेवाला छ यो भिडियो। सो लेट्स गो। सुरुमा चाहिँ हामी एउटा ब्राउजरमा जान्छौँ। त्यहाँ चाहिँ हामी चाहिँ node.js भनेर सर्च गर्छौँ हैन। node.js को हामी अफिसियल वेबसाइटमा node.js.org मा आउँछौँ हैन। node.js.org मा त्यहाँ आएर चाहिँ हामीले अलिकति स्क्रोल गर्ने बित्तिकै गेट node.js देखिन्छ हैन। त्यो गेट node.js मा अठाउँछौँ। त्यसपछि चाहिँ हामी चाहिँ विन्डोजको लागि फर विन्डोजको लागि यहाँ सिलेक्ट गर्छौँ। अनि त्यसपछि चाहिँ npm सिलेक्ट गर्छौँ। हामीले pnpm पनि डाउन गर्न सक्छौँ वा n पनि डाउन गर्न सक्छौँ हैन। अनि डकर युज गर्ने हो कि के युज गर्ने हो यो चाहिँ अब हामी अहिले नजाम हैन। त्यति टाढासम्म नजाम, त्यो चाहिँ पछि छुट्टै आउँछ। अनि अलिकति स्क्रोल गर्ने तल तपाईँले चाहिँ एमएसए एक्सटेन्सन भएको चाहिँ यहाँ विन्डोज इन्स्टलमा देख्न सक्नुहुन्छ हैन। त्यसलाई इन्स्टल गरिदिनु। त्यसपछि हाम्रो चाहिँ यहाँ इन्स्टलेसन फाइल आउँछ हैन। ओके, यो चाहिँ जम्मा 31 MB को भएको कारणले चाहिँ यो चाहिँ एकैछिनमा डाउनलोड भइहाल्यो हैन। अब यसलाई चाहिँ हामी चाहिँ रन गर्छौँ। यसलाई क्लोज गरिदिनुहुन्छ। एकैछिन यहाँ चेक गर्छ, त्यसपछि नेक्स्ट गरिदिने। यहाँ केही गर्न पर्दैन। मैले चाहिँ यहाँ पहिले इन्स्टल गरिसकेको छु। तपाईँले इन्स्टल गर्नु भएन भने चाहिँ यहाँ नेक्स्ट गरिदिनुहुन्छ। मैले चाहिँ अहिले म यहाँ रिपेयर गर्नको लागि भन्छु हैन। ओके, नेक्स्ट 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 नखाइदिनु, तपाईँको इन्स्टलेसन हुन्छ हैन। ओके, लेट्स गो। ओके, फाइनली मेरो चाहिँ Node.js चाहिँ कम्प्लिटली इन्स्टलेसन भइसकेको छ। त्यसपछि तपाईँले यहाँ फिनिसमा उठाइदिन सक्नुहुन्छ। त्यसपछि सर्च बारमा गएर चाहिँ कमान्ड प्रोम्प्ट खोल्नु होला हैन। कमान्ड प्रोम्प्ट खोलिसकेपछि चाहिँ यस्तो स्क्रिन आउँछ। यहाँ चाहिँ तपाईँले चाहिँ नोड माइनस भी हानेर सर्च गर्नु हैन। यस्तो हानेपछि चाहिँ तपाईँको चाहिँ यहाँ चाहिँ अब नोडको भर्जन कुन भर्जन हो त्यो कुरा देखाउँछ। तपाईँको इन्स्टलेसन कम्प्लिटली भयो भने चाहिँ बल्ल यो देखाउँछ र देखाउन्न हैन। त्यसपछि तपाईँले चाहिँ npm माइनस भी हानिदिनु भने चाहिँ तपाईँको npm को भर्जन देखाउँछ 11.17.0 हैन। यो सबै लेटेस्ट भर्जन हो है अहिलेको चाहिँ। त्यसपछि म चाहिँ अब यहाँ इन्टु गरिदिन्छु। त्यसपछि तपाईँ चाहिँ VS कोडमा जानु होला। VS कोडमा वा कुनै पनि आइडीमा जानु होला। म एन्टी ग्राभिटीमा जान्छु हैन अहिलेको लागि चाहिँ। के म चाहिँ आफ्नो आइडीमा आइसकेको छु हैन। एजेन्टलाई चाहिँ अहिले हटाइदिउँ हैन। अनि त्यसपछि चाहिँ म चाहिँ यहाँ एउटा आफ्नो फोल्डर ओपन गर्छु। डकुमेन्ट्समा गएर चाहिँ एउटा सर्भर भनेर बनाउँछु हैन। SERVER सर्भर भनेर बनाउँछु र यो सर्भरलाई चाहिँ सिलेक्ट गर्छु हैन। यति भइसकेपछि चाहिँ हाम्रो यहाँ फोल्डर पनि खुलिसकेको छ हैन। यसलाई चाहिँ ट्रस्ट दिउँ। त्यसपछि चाहिँ मेरो फेरि एकचोटि त्यो एजेन्ट हटाउँछ हैन। त्योपछि चाहिँ तपाईँले चाहिँ यहाँ चाहिँ एउटा सर्भर डट जेएस लेखिदिनु होला। त्यसपछि चाहिँ तपाईँले यहाँ आफ्नो एउटा सर्भर बनाउन सक्नुहुन्छ। र सर्भरको कोड चाहिँ के हुन्छ हाम्रो भन्दाखेरि चाहिँ म फेरि जान्छु यहाँ र यहाँ चाहिँ Node.js सर्भर कोड भनेर आउँछ हैन। तपाईँ चाहिँ यसको डकुमेन्टेसनमा जानु होला। डकुमेन्टेसनमा गइसकेपछि तपाईँले चाहिँ यहाँ टक्क पढ्न सक्नुहुन्छ र आफ्नो यहाँ सर्भरको कोड चाहिँ यो रहेको छ। यसलाई चाहिँ कपी गरिदिनु र सर्भरको कोड यो भयो हैन। अनि त्योपछि तपाईँले सर्भरको कोड पेस्ट गरिसकेपछि चाहिँ यहाँ टर्मिनलमा आउनु होला। टर्मिनल खोल्ने कमान्ड चाहिँ कन्ट्रोल प्लस यो हुन्छ हैन। वा यहाँबाट पनि खोल्न सक्नुहुन्छ टर्मिनल र यहाँबाट पनि खोल्न सक्नुहुन्छ हैन। त्यसपछि चाहिँ तपाईँले चाहिँ node सर्भर डट जेएस अठाइदिनु होला। त्यसपछि तपाईँको यु क्यान सी सर्भर रनिङ एट https 127.0.0.1 3000 मा आउँछ हैन। र तपाईँले यहाँ क्लिक गर्नु भयो भने तपाईँको यहाँ चाहिँ सर्भर पनि खुल्छ। हेलो भनेर प्रिन्ट भयो हैन। यु क्यान सी रिक्वेस्ट चाहिँ सेन्ड भएको छ। के भने सेन्ड भएको छ हेलो भनेर सेन्ड भएको छ जुन हामीले यहाँ पठाएका छौँ। आजको भिडियोमा चाहिँ हामीले यति नै आज सर्भर Node.js कसरी इन्स्टल गर्ने र Node.js इन्स्टल गरिसकेपछि चाहिँ Node.js मा चाहिँ हामीले चाहिँ सर्भर कसरी बनाउने त्यो कुरा चाहिँ हामीले सिक्यौँ हैन। र अर्को भिडियोमा चाहिँ हामी यस्तो यस्तो इन्ट्रेस्टिङ कुराहरू हामी सिक्न गइरहेका छौँ। सो एकदम मजेदार हुनेवाला छ। सो लाइक गर्नु होला, सेयर गर्नु होला र यस्तै कुरा सिक्नको लागि सब्स्क्राइब गर्न नबिर्सनु होला। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। टेक केयर, लभ यु अल, बाई बाई।